यस्तो हुन्छ यहाँ त गाइज। यो 5:30-6 बज्ने बेलाको भिडियो हो बिहान होइन। अरू बेला 3 बजे 3:30 बजे उठ्ने मान्छे है। आजबाट इक्जाम छ क्या उसको महाराजको। अनि यो इक्जाममा 5:30-6 बज्ने बेलासम्म चाहिँ उठ्नु भएको छैन उहाँ। निन्द्राले चाहिँ उहाँले अघि 3:30-4 बजे छोडिसक्नु भएको हो होइन। पढ्नुपर्छ भनेर क्या उठौँ, हातमा मोबाइल टिभीको रिमोट पर्दैन होइन, दिँदैन बाबुआमाले। समस्या नि नउठौँ भ्याटक भ्याटक भएर निन्द्रा पुगेर होइन, के गरौँ कसो गरौँ भएर है अघिदेखि उठेर त्यो के भन्छ काट्या बाख्रा जस्तो क्या छटपटाएर भ्याटक भ्याटक भएर यहाँ हेरिराख्नु भएको छ नि, यस्तो गरिरहेको छ होइन। यस्तो मान्छेलाई के भन्ने? मेरो मात्रै यस्तो छन् कि तपाईँहरूको पनि यस्तो छन् गाइजहरू भनौँ त। यस्तो छ है। अरू बेला 3:30 बजे 4 बजे उठेर मोबाइल गेम खेल्ने मान्छे। सुत्न छोरा 5 बजे 6 बजेतिर उठ भन्दा पनि अब निन्द्रै लाग्दैन, म सुतेर के गरौँ भन्ने मान्छे। आज इक्जाम हो कि आजबाट स्टार्ट। इक्जाम आएपछि छोराछोरीको निन्द्रा आफै बढ्छ। गाह्रो छ जिन्दगीमा के गर्ने। महाराजजीको पारालाई भाइ इक्जाम आएपछि जाडो पनि हुँदो रहेछ। यस्तै छ है गाइस।